आज चाहिँ लेसन 1 हो है साथीहरु। आज चाहिँ लेसन 1, आज हामी लेसन 1 पढ्छौं। लेसन 1 मा के छ त? सबभन्दा सुरुमा यो लेसन 1 मिनिङ पढ्नु हो भने त्यहाँदेखि ग्रामर सिक्नु हो। आज चाहिँ हाम्रो स्टार्टिङ लेसन 1 देखि हो। त्यो राम्रोसँग बुझेर जानु होला किनभने सुरुमा चाहिँ गाह्रो हुन्छ बुझ्नको लागि। अनि बिस्तारै लेसन 1 लेसन 2 गर्दै जाँदाखेरि पछि राम्रोसँग आफै ग्रामर आउँछ राम्रोसँग। सुरुमा मिनिङ चाहिँ पढ्नुपर्छ है साथीहरु। मिनिङलाई चाहिँ ध्यान दिनुपर्छ। मिनिङ नजानेपछि चाहिँ ग्रामर आउँदैन। मिनिङ नजाने र ग्रामर गर्न सकिन्न। त्यही भएर सुरुमा हेरौँ अब लेसन 1 देखि है। लेसन 1 मा के छ भन्दाखेरि वाटासी भनेको म भन्नलाई आफूलाई भन्नलाई के भन्नुपर्छ भने जापानिज ल्याङ्ग्वेजमा वाटासी भन्नुपर्छ। र वाटासीमा ताची जोडेपछि चाहिँ के हुन्छ? हामी हुन्छ। वाटासीमा ताची जोडेपछि हामी हुन्छ। अर्को आनाता। आनाता भनेको चाहिँ तिमी अथवा तपाई हो। आनाता भनेपछि तिमी अथवा तपाई। कसैलाई बोलाउनु पर्यो तपाई तिमी भन्नु पर्यो भनेपछि आनाता भन्नु। आनाता। अनि आनाता भनेपछि आ अनि नाता। आ अनि नाता जोड भनेको हो नि एउटा आ अनि नाता भनेपछि तिमी अथवा तपाई। यो अर्को चाहिँ आनो हिटो। आनो हिटो भनेको चाहिँ त्यो मान्छे। अब चाहिँ देखाउनु पर्यो कसरी देखाउनु पर्यो त्यो मान्छे भनेर भन्नु पर्यो भने आनो हिटो। कसैले भन्न पर्यो भने आनो हिटो त्यो मान्छे भनेर है। अर्को चाहिँ आनो खाता। आनो खाता त्यस्तै छ यो दुईटा। एउटा चाहिँ आनो हिटो भनेको त्यो मान्छे अनि आनो खाता भनेको चाहिँ त्यो व्यक्ति हो। जस्तै मान्छे नभनेर व्यक्ति। त्यो व्यक्ति भनेपछि चाहिँ आनो खाता। आनो भने खाता। अर्को छ मिनासान। मिनासान भनेको चाहिँ सबैजना। सबैजनालाई भन्नको लागि सम्बोधन गर्नको लागि मिनासान। सान। सान भनेपछि के हुन्छ? जी हुन्छ। कुनै पनि सान भनेको चाहिँ जी। सान भनेको चाहिँ जी। त्यो के हो भन्दाखेरि व्यक्तिको नामको पछाडि चाहिँ जी लाग्छ। जस्तै कसैलाई सम्बोधन गर्नु पर्यो आदर सम्मान गरेर जस्तै रामजी भन्नु पर्यो भने रामसान भनेर अथवा श्यामजी भन्नु पर्यो भने श्यामसान। कृष्णजी भन्नु पर्यो भने कृष्णसान भनेर त्यसरी बोलाउनु पर्छ है। जसको पनि नामको पछाडि जी चाहिँ अनिवार्य लगाउनु पर्छ किनभने बाहिर जाँदाखेरि अनि आदर सम्मान गरेर बोल्नुपर्छ। त्यही भएर सान चाहिँ अनिवार्य छ बुझ्नु होला। सान भनेको चाहिँ जी हो। जी भनेको केमा लाग्छ? कुनै पनि व्यक्तिको पछाडि नामको पछाडि लाग्छ सान। सान देख्ने बित्तिकै बुझ्नु होला यो व्यक्तिको नाम हो अनि सान लाग्छ सान। अर्को चाहिँ जिन छ। जिन भनेको चाहिँ नागरिक। जिन भनेको चाहिँ नागरिक कुनै देशको नागरिक। जस्तै यसको उदाहरण जस्तै हामीले नेपालले नेपारू भन्छ है जापानिजमा। नेपाललाई नेपारू भन्छ। नेपारू जिन भनेको चाहिँ नेपाल नागरिक भनेर। अनि इन्डोजिन भन्यो भने इन्डियाको नागरिक भनेर। निहोन भनेपछि चाहिँ निहोन भनेको जापानले निहोन भन्छ। निहोन्जिन भनेपछि जापान नागरिक भनेपछि। कुनै पनि देशको पछाडि चाहिँ जिन लगाएपछि त्यसको नागरिक हुन्छ। कुनै पनि देशको नागरिक भन्नलाई देशको पछाडि नाममा जिन लगाएपछि त्यसको नागरिक हुन्छ है। बुझ्नुभयो? जिन भनेको नागरिक। अर्को चाहिँ च्यान। च्यान भनेको कुनै बच्चा केटाले बोलाउनु पर्यो भने त्यसको नामको पछाडि चाहिँ च्यान लगाइन्छ। च्यान। जस्तै केटी बच्चालाई है यो चाहिँ च्यान भनेको चाहिँ केटी बच्चा बाबु भनेको नेपाली अर्थमा बुझ्न खोज्नु भने बाबु भन्छ। जस्तै कुनै व्यक्ति मिरा च्यान भन्छ मिरा बाबु भनेको। अनि सीता च्यान भनेपछि सीता बाबु भनेको बच्चालाई केटी बच्चालाई भन्दाखेरि च्यान लाउनु बच्चाको नामको पछाडि च्यान। ठुलो मान्छेको पछाडि आदर सम्मान गर्नलाई सान लाउनु। सान लगाएपछि चाहिँ जी हुन्छ। जस्तै रामजी भन्नलाई राम च्यान भन्छ। त्यसै बच्चाको नामको पछाडि च्यान लागेपछि चाहिँ केटी बच्चाको नाम बाबु भनेको। र अर्को चाहिँ कुन। कुन भनेपछि केटालाई भन्छ।
बच्चा केटालाई कुन भनेर नामको पछाडि कुन लगाइन्छ। कुन भनेको चाहिँ कान्छ। जस्तै कुनै बच्चा छ श्याम श्याम कुन भन्छ। श्याम कुन भनेको श्याम कान्छ भनेको हो, कान्छ भनेको। अर्को चाहिँ सेन्सेई। सेन्सेई भनेको शिक्षकलाई, कुनै शिक्षकलाई भन्दाखेरि सेन्सेई भनिन्छ। कुनै टिचरलाई भन्दाखेरि सेन्सेई भनेको चाहिँ टिचर हो। अनि गाकुसेई भनेको चाहिँ विद्यार्थी। गाकुसेई भनेको चाहिँ विद्यार्थी। अर्को चाहिँ छ खाइस्याइन भन्छ। खाइस्याइन, खाइ अनि स्याइन भनेको चाहिँ कम्पनी कर्मचारी। खाइस्याइन भनेको चाहिँ कम्पनी कर्मचारी अनि स्याइन भनेको चाहिँ कर्मचारी। बुझ्नुभयो? खाइ स्याइन भनेपछि कम्पनी कर्मचारी, स्याइन मात्रै भनेपछि चाहिँ कर्मचारी। अर्को चाहिँ गिनकोइन भनेको चाहिँ बैंक कर्मचारी। गिनकोइन भनेको चाहिँ बैंक कर्मचारी है। राम्रोसँग हेर्नुहोस्। वाटासी भनेको म, वाटासी ताची भनेको हामी, आनाता भनेको तिमी अथवा तपाईँ, अनि आनोहितो भनेको चाहिँ त्यो मान्छे, आनो खाता भनेको चाहिँ त्यो व्यक्ति, मिनासान भनेको चाहिँ सबैजना, सान भनेको चाहिँ व्यक्तिको नामको पछाडि जे लाग्ने सान, जिन भनेको चाहिँ नागरिक, कुनै देशको पछाडि जिन लाउने नागरिक, अनि च्यान भनेको चाहिँ केटी बच्चालाई भन्दाखेरि च्यान, कुन भन्दाखेरि केटा बच्चालाई भन्दाखेरि कुन कान्छ भनेर, सेन्सेई भनेको शिक्षक, गाकुसेई भनेको विद्यार्थी, गाकुसेई भनेको विद्यार्थी, खाइस्याइन भनेको चाहिँ कम्पनी कर्मचारी, च्याइन भनेको चाहिँ कर्मचारी मात्रै। अर्को चाहिँ गिनकोइन बैंक कर्मचारी। कुनै बैंकमा काम गर्नुहुन्छ भने चाहिँ त्यसलाई बैंक कर्मचारी हो भन्दाखेरि चाहिँ के भने गिनकोइन डेस हुन्छ, बैंक कर्मचारी हो भनेर। जस्तै मीरा एउटा बैंक कर्मचारी हो भनेपछि मीरालाई कसरी मीरा सान, के भने मीरा एउटा नाम हो र त्यसको व्यक्तिको पछाडि सान लगाएपछि जे हुन्छ, मीरा सान मीरा जे हो। अनि वा भनेपछि चाहिँ वा लगाएपछि चाहिँ हुन्छ। अहिले त्यो ग्रामरमा आउँछ, पछि पहिला सुरुमा लेसन पढौँ अनि ग्रामरमा आउँछ। अनि मीरा सान वा गिनकोइन देश भनेर, मीरा सान वा गिनकोइन देश भनेर चाहिँ मीराजी चाहिँ बैंक कर्मचारी हो। त्यसरी